Hello guys, welcome back to our channel again. It's me, Yogesh. ल म सलिम फेरि आइसक्यौँ हैन मस्ती गर्न। You are watching SLY Vlogs. हामी छौँ नासिक, महाराष्ट्र, द बेस्ट क्लाइमेट सिटी। ठ्याग सुर्के जस्तै छ। अब हामी नासिक भन्दा पनि यता पेगलवाडी भन्ने ठाउँमा छौँ। अनि जस्ट फन आजको लागि घुम्न जानु आज नासिक जाँदैछौँ। राम्रो छ। नासिकदेखि नै यता आउँदा पनि अब हामी आएको लगभग भइसक्यो 15-20 दिन 21 दिन 21 दिन भन्दा बढी। नेपाल छोड्या त धेरै भइसक्यो। 3 weeks चाहिँ कसरी बित्यो थाहा भएन। जोस गाडी आउँछ कि हेरे, जोस रमाइलो भइरहेछ। एकदम रमाइलो भइरहेछ। आज हामी चट्ट भएर घुम्न गइदिनु पर्छ। घुम्नु गइरहेछ, रमाइलो छ। We are in Nasik Bazaar. हामी नासिकमा डुलिरहेछौँ हैन। रमाइलो छ। ठिकै रुगा लागिरहेछ। नाइ पनि उक्कुको जुस हान्ने खान मन थियो मलाई। नरिवलको जुस, नरिवल पाइएन। नरिवलको जुस होइन, नरिवल त्यो हरियोवाला हुन्छ नि। मैले अहिलेसम्म खाएको थिएन क्या, त्यो मलाई मन थियो। तर सोचे जस्तो कहाँ हुन्छ र के सोचे तर त्यो पाइएन। यहाँ इन्डियातिर त फेरि मोबाइल साल तान्ने हुन्छ, फेरि कहीँ ह्याच्छ कहीँ अटोदेखि तान्दैला भन्ने डर हुन त। अगाडि ट्राफिक लागिरहेको रहेछ। खासै फरक पर्दैन, समातिहालिन्थ्यो होला। तर अति नै राम्रो छ। म त फर्स्ट टाइम हो यसरी घुम्न देश विदेशै आएको, फर्स्ट टाइम हो गाइस मेरो होइन। तर रमाइलो छ। तर एकदम सोचे जस्तो हुँदैन रहेछ, राम्रो रहेछ। इन्डिया भन्ने बित्तिकै फोहोर भन्ने हुन्थ्यो, तर अति नै दामी छ। अति नै दामी क्लाइमेट, अति नै दामी मान्छेहरू। यहाँ मराठी बोल्छन्, खासै हिन्दी बोल्दैनन्। हामी चाहिँ हिन्दी बोल्छौँ है फेरि। हामी चाहिँ हिन्दी नै बोल्छौँ। मराठी त के तुची आइछ उति आइछ केही बुझिन्न। तुची आइज भनेको पनि सिङ्गममा होला सुनेको क्या रे। हो सही बात। आँखा भरा बिते আজি प्राण पाले। बस्दैछ जाममा पर्यो नि हजुर। हामी जाँदैछौँ। हामीले खाना खाएको छैनौँ, बजिसक्यो। कति बज्यो यार सलिम हेर त? 12:30। 12:35 भनेपछि नेपालको 15 मिनट पछाडि कति हुन्छ? 50 भयो कि 12:50। सरी, यो हो उक्कुको जुस। खाना खान्छौँ हामी, केही खान्छौँ। एकदम खानु पर्यो। जामै जाम भने यहाँको ट्राफिक अति नै ल्याङ ट्राफिक। अनि मान्छेहरू एजुकेटेड, तर यो सिस्टमै छैन हेलमेट लगाउने प्रायःसँग। हाम्रो नेपालमा भइदिएको यहाँ चाहिँ ट्राफिक पछाडि लाग्थ्यो होइन। यहाँ चाहिँ ट्राफिक भन्ने चाहिँ केही पनि छैन क्या। हेलमेट लगाए भयो नलगाए भयो मस्ती छ क्या यहाँ चाहिँ। अनि के भन्छ अरे हाम्रोमा मलाई ट्राफिक जामै पर्दैन। अनि यहाँ चाहिँ हेऱ्यो भने चाहिँ अति चाहिँ रिस उठ्छ। काठमाडौँको ट्राफिक हेऱ्यो भनेपछि चाहिँ यहाँको ट्राफिक चाहिँ इजी लाग्छ है मलाई चाहिँ। किन भन्दाखेरि काठमाडौँमा 3 मिनटको हुन्छ क्या ट्राफिक चाहिँ। यहाँ चाहिँ हुन्छ नि मुला।
यहाँ 1 मिनेट भन्दा चाहिँ बढी हुँदैन है ट्राफिक। अस्ति त्यो मलाई त्यो तैँले त्यो हामी लखनऊ पुगिने बेला तैँले याद गर्नुहोस् कत्रो लामो ट्राफिक थियो त्यो यस्तो हो कि ब्रिजको तल हेर्दाखेरि कत्रो थियो त्यो मैले बुझेँ होइन। हामी गाडी पछाडि भएर होला चाहिँ होइन हामीलाई लामो लागेको होइन, नत्र चाहिँ काठमाडौँमा चाहिँ होइन 3 मिनेटको टाइमिङ नै राख्यो के सिग्नलमा चाहिँ। यहाँ चाहिँ सिग्नलमा चाहिँ म त काठमाडौँ गएको छैन गाइस, म त काठमाडौँ गएको छैन यार। अब चाहिँ गएर चट्ट बिरयानी हान्नुपर्छ है। भेज बिरयानी यहाँ भेज बिरयानी मात्र होइन, यहाँ धेरै चिजहरू पनि पाइन्छ है। भेज हैदराबादी बिरयानी, भेज पुलाउ। यसले खान्छ, मैले खान्न है, यसले खान्छ। होइन म त चिकन बिरयानी खान्छु है। मुस्लिम सलिम त माडेगा कति भयो टिप दिस कति टिप दिने भइसक्यो सलिम, टिप दिने भइसक्यो ल। One more time. देखा था लास्ट रुगा खोलीलाई साइड लगाउँदै चिसो उखुको जुस हान्दै होइन, औषधि हातभरि समातेछ, चट्ट पारेर उखुको जुस हानिरहेछ होइन। त्यसमा त्यो बरफ हालेको कडाम होइन बरफ। बज्यो ठ्याक्राक्कै अब 3 साढे 3 हुन आँट्यो। नेपालको 3:30 यहाँको 3:15 हुन आँट्यो। हाम्रो चाहिँ सपिङ भ्याइयो है गाइस। सामान किन्न चाहिँ अब निस्किन आयौँ। लोकेश पनि छ हामीसँग, लोकेश पनि छ। लोकेश पेगलवाडी नै छ, हामी यता नासिक आएको थियौँ। अलगा बिरामी छ, बिरामी ए यार रहेछ त नरिवलको। यो त मेरो सपना हो यार। भैया कितने का है नारियल? 1 का 70। एउटा खाइदिनु क्या होइन? एक दे दो न यसको। एउटा नरिवल भिडियो हान्दिउँ न हामी पनि यसको। लाइफको फर्स्ट एक्सपिरियन्स हो है यसको। यो पहिलोचोटि खाइरहेछ यसले। कस्तो लाग्यो? चिसो भएकै धन्यवाद। टेस्ट त्यो के अरे उखुको जुस खाएर आएको, त्यो भएर ला थल्लो लाग्दिरहेको। टेस्ट त्यो उखुको जसले टेस्टै मार्थ्यो क्या। खै म हान्छु थोरै फोटो खिच्दैन म खिचिदिन्छु यो सामान त। फेरि हेर है तैँले पिठा खालास् नि। मैले चाहिँ धेरैचोटि खाइसकेको छु यसको चाहिँ फर्स्टको। त्यो पनि हामीले सेयर गरेर खान्छौँ ल। कस्तो छ? मलाई त ठिक लागेन यार। फर्स्ट टाइम भएर हो नि त, एनर्जी हुन्छ नि त। फोटो खिच्दै त ल। बिहान मर्निङमा चाहिँ राम्रो हो फोटो खिच्दै। समय हेर्दा देखिन्छ अगाडि के भइरहेछ। बाटो उताउ सलिन के सामान लिनु गएको छ। हाम्रो सामान यत्रो धेरै के थियो? कोलगेट, ब्रस त्यहाँ कता हरायो अरे लोकेसको पनि। अनि कोलगेट नै सकिएको थियो। सिरम अनि रुगा खोकीको औषधि, मास्क, अरू के हामी टन्नै सामान किन्यो क्या। हामी फलफुल यताउता। आज मिनिमम 2500-3000 को खर्च भयो होला। भारू नेपाली कति हुन्छ त्यो? 2 20 को 32, 8 को 16, 10 को 16। धेरै खर्च भयो नेपाली। यहाँ भएपछि नेपालीको कुरा गर्ने कुरा हुँदैन। हाम्रोतिर यस्तो फुलहरूलाई कस्तो इम्पोर्टेन्स दिन्छ है। यहाँ चाहिँ बाटैभरि छ कि हाम्रो यो बेलौरीहरूले खिच्ने फोटो हो नि त, बेलौरी छप्रीहरू जाने ठाउँ। तर यतातिर चाहिँ जताततै छ क्या। यता पनि छ,
मान्छेहरू बसिरहेछन् खिचौँ झ्याउ होला त्यही हो बाबा बाबा अब हामी फर्किन्छौँ पेगलवाडी फर्किन्छौँ पेगलवाडी भने चाहिँ हनुमान जन्मेको ठाउँ भन्छ हनुमानको पहाड पछाडि चाहिँ हामीहरू अगाडि बसिरहेछौँ त्यहाँको चाहिँ भ्लग बनाउँदैन झ्याउ लाग्छ आज चाहिँ यसो निस्किम भनेर बनाएको लोकेस त्यही छ लोकेससँग पनि बनाउने हो चस्मा लगायो भने आँखा दुख्छ आँखा पोल्छ अति नै रुगा लगाएर आँखाबाट सर आँसु निस्किन्छ रुगाले नाकले अति नै औडा बनाइसक्यो 2 दिन जति भयो घर कल गरेको छैन घर चिन्ता मान्छ भनेर मम्मीलाई मम्मी होइन बिजी छु म त भनिदिरहेको छ मम्मी ठिकै छ नि त बिजी छ भने ख्याल गर आफ्नो खुसी चाहिँ हुनुपर्छ है खुसी हो भनेर मेसेज गर्छ त्यो घर चिन्ता मान्छ भनेर रुगा लाएर गएको छैन हिजो औषधि खाथे एकजनाले औषधि ल्याइदिएको थियो तर भर लागेन त्यो औषधि अर्कै भयो त्यही भएर अनि आज यता पनि आएको औषधि यताउता हरेक सामान छुटिसक्यो पोइट्स अफ द डे भगवान् केटा मान्छे कस्तो हुन्छ भने चाहिँ भगवान्ले जे चिज रमाइलोको लागि बनाउनुहुन्छ त्यो चिजलाई केटा मान्छेले सिरियसली लग्नुहुन्छ अरे भर्खर मैले रियलाइज गरेको कुरा त्यही भएर जे चिज रमाइलो लागिरहेको छ त्यसलाई सिरियसली नलगाउनु जे चिजलाई सिरियसली बनाएको त्यो चिजलाई सिरियसली लगाउनु भन्ने एउटा चिज कता हिजो सायद इन्स्टामा आइरहेको थियो जे चिज रमाइलोको लागि बनाएको हुन्छ भगवान्ले त्यो चिज चाहिँ सिरियसली लगिदिन्छ केटा मान्छेले अनि दिल टुट्छ त्यसपछि के हुन्छ कुरा चाहिँ त्यो चाहिँ गर्नु त्यही we will see you in the next video. Thank you so much for watching till the end. If you enjoyed this vlog, please like, share and subscribe our channel. We will see you in the next video. Bye. मलाई के नराम्रो गरिदिन्छ या नराम्रो ममाथि हुन्छ नि मैले गर्दा हो जस्तो मलाई लाग्छ के मैले एकदम त्यो म पहिला हुन्छ नि यसले मलाई किन यस्तो गर्यो यसले मलाई किन यस्तो भनिदियो लाग्थ्यो नि अहिले मलाई लाग्दैन किनकि मेरै हरकतै ठिक थिएन होला नि त टाइपको हुन्छ कि जति पनि मेरो इन्सिडेन्टहरू भयो मैले कसैलाई